सम्पूर्ण साथीहरुलाई नमस्कार अनि हार्दिक स्वागत छ मेरो युट्युब च्यानल हिमाल मगर अफिसियल युट्युब च्यानलमा। आज भने म तपाईहरुको सामु एउटा साहित्यिक विधामा केही गर्छु भन्ने एउटा हुनार युवा मैले भेटेको छु र उहाँले चाहिँ विविध प्रतिमा एउटा साहित्यिक मुक्तक गजलहरु इत्यादि लेख्नुहुन्छ र उहाँसँग आज म भेट्न पाउँदा एउटा गाउँमा लुकेर रहेको एउटा साहित्यिक गजल अनि मुक्तकतिर रुचि राख्ने र सधैँ गुनगुनाइरहने एउटा हाम्रो साथीलाई भेटेको छु र भने उहाँको परिचयतिर लागि हजुर तपाईलाई स्वागत छ। हजुर नमस्कार। नमस्कार। म चाहिँ विनोद अधिकारी। म चाहिँ यो साहित्यिकमा अलिअलि गजल र अलिअलि मुक्तक लेख्ने गर्दछु। हजुर। म चाहिँ गजलबाट स्टार्ट गरेर म गजल सुनाउन चाहन्छु पहिलो चरणमा। ल। देशभक्ति गजल छ। ओके। जरा र जागरण अभियान चल्दै छ रे गाउँमा, जरा र जागरण अभियान चल्दै छ रे गाउँमा, भ्रष्टको आशाको दियो बल्दै छ रे गाउँमा। बेलैमा सचेत भइदिनु है आमा बुवा दाजुभाइ, बेलैमा सचेत भइदिनु है आमा बुवा दाजुभाइ, पछि आगो लगाउन घिउ मल्दै छ रे गाउँमा। जरा र जागरण अभियान चल्दै छ रे गाउँमा। केही भ्रष्ट अनि माफियाले गर्दा अहिले, केही भ्रष्ट र माफियाले गर्दा अहिले सच्चा युवाको सपना ढल्दै छ रे गाउँमा। भोट लैजाँदा कुर्सी बस्दा काम गर्छौ मात्रै भन्दा, भोट लैजाँदा कुर्सी बस्दा काम गर्छौ मात्रै भन्दा, झुट्टा आश्वासनको खेती फल्दै छ रे गाउँमा। जरा र जागरण अभियान चल्दै छ रे गाउँमा। बत्ती बल्ले आशै आसमा बसिन् घरमा, बत्ती बल्ले आशै आसमा बसिन् घरमा, अहिले पनि झरोको बत्ती जल्दै छ रे गाउँमा। जरा र जागरण अभियान चल्दै छ रे गाउँमा, भ्रष्टको आशाको दियो बल्दै छ रे गाउँमा। अर्को गजल। ओके ल। सोझो जनता छाक टार्न सिस्नको झाडीमा छ, सोझो जनता सोझो जनता छाक टार्न सिस्नको झाडीमा छ, ऊ पार्टीको कार्यकर्ता हुँ भन्दै चिल्लो साडीमा छ। देशका प्रधानमन्त्री सिटामोल खाना किडनी बदल्न, देशका प्रधानमन्त्री सिटामोल खाना किडनी बदल्न, विकसित राष्ट्र आकाशको बाटो चिलगाडीमा छ। राष्ट्र प्रथम भाव राख्ने सच्चा नेपाली युवा आज, राष्ट्र प्रथम भाव राख्ने सच्चा नेपाली युवा आज 90 डिग्रीको घाममा पसिना बगाउन खाडीमा छ। सोझो जनता छाक टार्न सिस्नोको झाडीमा छ, ऊ पार्टीको कार्यकर्ता हुँ भन्दै चिल्लो साडीमा छ। आउँछ नेता भोट बटुल्न, आउँछ नेता भोट बटुल्न गाउँ गाउँमा चुनावमा, आउँछ नेता भोट बटुल्न गाउँ गाउँमा चुनावमा, हुन्छ मन्त्री फर्किन्न गाउँ राजधानीको आडीमा छ। सोझो जनता छाक टार्न सिस्नोको झाडीमा छ, ऊ पार्टीको कार्यकर्ता हुँ भन्दै चिल्लो गाडीमा छ। ओके, धेरै मिठो, असाध्यै मिठो है तपाईँको गजल, असाध्यै मिठो लाग्यो। कति भयो अहिले यो साहित्यिक विधामा कलम चलाउँदै आए? मैले यो गजल मुक्तक लेख्दै गर्दाको अहिले चाहिँ करिब 1-1.5 वर्ष जति भयो। म चाहिँ कहिलेकाहीँ लेख्ने गर्थेँ, आजभोलि अलिक कन्टिन्यू गरेको छु। सबैले चाहिँ यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गराएर तपाईँ हिमाल मगर अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्नुभयो भने यस्तै मिठा गजल र मुक्तकहरू तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ र तपाईँहरू सिक्न पनि सक्नुहुन्छ है त। अनि तपाईँले यतिसम्म गर्दै गर्दाखेरि चाहिँ कतै यस्तो मुक्त गजलहरू भन्ने गर्नुभएको छ विद्यालय कलेज अथवा अन्य कार्यक्रमहरू हुन्छ नि त, टन्ने कार्यक्रमहरू? म पनि कार्यक्रममा चाहिँ गइरहेको छु। गएको बेला चाहिँ सम्बन्धित चाहिँ अब जुन जस्तो खालको कार्यक्रम छ त्यस्तै खालको कार्यक्रम सम्बन्धी चाहिँ मुक्त गजलहरू म चाहिँ वाचन गर्ने गर्दछु। ओके ल, त्यसो एउटा मिठो अर्को गजल सुनिहालौँ न हामी। ओके। सुन्नमा आयो तिमीलाई सलाइन चढ्दैछन् रे, सुन्नमा आयो तिमीलाई सलाइन चढ्दैछन् रे, नराम्रा मुटुका धड्कन बेला बेला बढ्दैछन् रे। बुझ्दैछु म पनि बेला बेला डाक्टरबाट पिरिया, बुझ्दैछु म पनि बेला बेला डाक्टरबाट पिरिया, तिम्रा ती सुन्दर सपना मृत्युसँग लड्दैछन् रे, तिम्रा ती